आठौं वार्षिक उत्सव समारोहको अवसरमा आयोजित विभिन्न सहकारी संस्थाको तर्फबाट समुदायप्रति चासो र सरकारका विषयहरूमा विभिन्न किसिमका कार्यक्रमहरू हामी आज मिति 2077 चैत्र 7 गतेदेखि 11 गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजन गरेको, जसमध्ये आजको पहिलो कार्यक्रम पेन्टिङ तथा चित्रकला प्रतियोगिता छ। आपसी सद्भाव, एकता र अन्तर घुलनता प्रस्फुटन गराउन बच्चाहरूको सृजनशीलता भन्ने उद्देश्यका साथ हामीले आज बच्चाहरूको लागि चित्रकला तथा पेन्टिङ कार्यक्रम आयोजना गरेछौँ। तसर्थ आजको यस कार्यक्रमको सभापतित्व गरिदिनु हुन विश्वकर्मा तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री विपेन्द्र रामदामजीलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको यस पेन्टिङ तथा चित्रकला प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका कलावती आर्ट्स काउन्सिलका प्रमुख भीम शर्माज्यूलाई प्रमुख अतिथिको आसन गर्नुको लागि म हार्दिक अनुरोध गर्दछु। अतिथिको रूपमा पाल्नुभएका सुनचाँदी महिला समूहका अध्यक्ष रूपा बरालीजीलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणको लागि म यस संस्थाका लेखा समिति संयोजक श्री नरेन्द्र बरालीजीलाई पनि आसनको लागि म अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रममा उपस्थित नारायणी अनलाइनका सञ्चारकर्मी मनिका विश्वकर्माज्यूलाई पनि म आसनको लागि अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका महिला सशक्तिकरणका संयोजक राष्ट्रिय गानमा सरिक भइदिनलाई हार्दिक अनुरोध गर्छु। राष्ट्रिय गान थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका राजत्वले स्वतन्त्र आचला। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अतिथिज्यूहरूले दुईटा या तीनटा बुदामा चाहिँ एउटा कार्यक्रम गर्दै हुनुहुन्छ। बाबुहरूको उमेर अनुसारले उहाँहरूलाई पेन्टिङको उदिनै हुनुहुन्छ र सम्पूर्ण बाबु नानीहरूले चाहिँ यसलाई आफ्नो दिमाग मस्तिष्कले भ्याए अनुसारले राम्रो राम्रो चित्रहरू बनाउने हुनेछ र प्रतियोगिताबाट फर्स्ट हुनेलाई हाम्रो साकोसले चाहिँ पुरस्कृत गर्नेछ र यहाँहरूलाई सबैलाई अग्रिम शुभकामना पनि दिन चाहन्छु र यहाँ सम्पूर्ण अतिथिहरू साकोस सदस्यहरू सबै अतिथिहरूलाई मैले शुभकामना भन्दै सानो छोटो मन्तव्य यही टुङ्गाउँछु। पेपर छ अनि यो पेपर सबैजनालाई एक एकवटा दिन्छ, नबिगार्नु, धेरै फोहोर नगर्नु, हेर्दाखेरि नराम्रो नदेखिने गरी नगर्नु। त्यसो भएपछि यसलाई फेरि बिगार्यो भने फेरि त्यसलाई मर्मत गरेर बनाउने बेलासम्म टाइम पनि लाग्छ, टाइम धेरै पनि छैन है। अनि त्यसपछि सबैजनालाई एक एकवटा सिसा कलम छ र इरेजर छ सबैजनालाई है। आफूले काम सुरु गर्नुभन्दा पहिला सिसा कलमले आफ्नो कामको स्केच सुरु गर्नु पर्यो हैन। अनि यो सिसा कलमले स्केच गर्दाखेरि अलिकति यो धेरै लामो समय नभएको हुँदाखेरि म धेरै लामो कुरा गर्दिनँ। एकदमै हल्कासँग धेरै नगाडिकन सिसा कलमले नगाडिकन मात्रै लेख्नु। गाडेर लेख्यो भने तिमीहरूको त्यो काम जुन चाहिँ हुन्छ नि पछिको
चित्रकला त्यो नै अलिकति फोहोर देखिन्छ। त्यस कारण चाहिँ राखेको छ। यो प्लेटमा एकदम थोरै मात्र रङ लिएर अनि चाहिँ गर्नु। अनि त्यो पानी चाहिँ छ त्यहाँ, त्यो पानी चाहिँ हुन्छ। यो पेस्टलको लागि चाहिँ पानी चाहिँदैन र त्यो प्लेट पनि चाहिँदैन। अब हामीसँग हेर्दाखेरि अहिले उमेर समूहको हिसाबले 3वटा उमेर समूहको बाबु नानीहरू यहाँ छ। यो प्रतियोगितामा भाग लिने जम्मा 30 जना चाहिँ भाइ बहिनीहरूमध्ये 5 देखि 8 वर्षको भाइ बहिनीहरू 6 जना हो क्यारे जस्तो लाग्छ मलाई। अनि त्यसपछि गएर अर्को चाहिँ नि तपाईँको 8 देखि लिएर 9 देखि लिएर 15 वर्ष उमेर समूहको चाहिँ अर्को भाइ बहिनीहरू छन्। त्यो चाहिँ नि 34 जनाले यहाँ नाम रजिस्टर गर्नुभएको थियो, तर केही भाइ बहिनीहरू चाहिँ यहाँ आइपुग्नु भएको छैन। त्यसो भएपछि केहीको चाहिँ कन्फर्मेसन भएको छैन। अनि त्यस्तै गरेर 16 वर्षदेखि 20 वर्ष उमेर समूहको चाहिँ 9 जनाले यो नाम लेखाउनु भएको थियो। अहिले 4 जनाले मात्रै यहाँ उपस्थित।
यसमा पनि राम्रै छ अभिमान जङ सदाशङ्कर यसमा पनि नाम छैन यसमा 40 नम्बर आएको छ पास भयो ल त्यसै गरी स्वराज रामदामको यसको पनि 40 नम्बर आएको छ स्वराज रामदाम यो सौरभ बिकेको यसको पनि 40 नम्बर आएको छ सौरभ बिके त्यसै गरी पृथ्वीराज बिकेको पनि 40 नम्बर छ प्रकृति जबरेलको पनि 40 नम्बर छ 5 वर्षदेखि 8 वर्षसम्म उमेरको पहिलो दोस्रो तेस्रो नाम पढ्न सुनाइदियो यो अर्कै ग्रुपको छ 5 देखि 8 वर्ष उमेरसम्मको थर्ड हुन सफल हुनुभएको छ सुभाषना बराली सुभाषना बराली अगाडि आउँदा सबै तिमीलाई नै मान्छ सर उता उता यता यता उता फर्क ल यो लिऊ यो हातमा लिऊ त्यसै गरी दोस्रो हुन सफल हुनुभएको छ दोस्रो हुनुभएको छ आरुष बिके आरुषको यसरी नि ल यता हो यता अलि यता हो टिका लगाइदिनु त्यसै गरी क्रिस्टी रहेछ क्रिस्टी सुनार यसरी लिएर उता फर्किनु ल सबैजना मात्र उठेर आयुषा मात्रै छ 40 आयुषा घाटी 40 बधाई बधाई प्रकृति झप्रेलको पनि 45 नम्बर आएको छ 45 नम्बर प्रकृति झप्रेल सौरभ बिके 50 नम्बर आएको छ सौरभ बिके आयुषा घाटीको 45 मनिषा दुरा 40 मनिषा दुराको 40 खै किन पेन्ट नगरेको मनिषा दुराले कलर किन ला यस राजनीतिको 45 यस राजनीतिको 45 है रोज रामदामु लाउ सान्तनामा पर्छ रोज रामदामु सान्तना प्रकार यो हातमा लिने फोटो खिच्नु टिका लगाइदिनु सर विनम्र यो लिएर यसरी बस्नु के विनम्र मन्दी छिटो 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 अनि यो यसरी लिएर बस्ने है विनम्र मन्दी यसरी लिएर बस्ने ल त्यसै गरी सान्तनामा पर्छ सफल वर्गमा परमेश रामदाम आऊ यो सान्तना पुरस्कार ल टिका लगाइदिनु 9 देखि 15 वर्ष
नमिता लोहनी सपना फेरि सुरुवात गर्नु है तयारी भयो रेडी क्यामेरा भयो अलिक क्लियर गर्नु है ठिक छ पहिलो सुनाउँछु ल साथीहरू बाटो क्लियर गरिदिनु है